नमस्कार। हामी अहिले क्यानाडाको अल्बर्टा प्रदेशको क्यामरून सिटी अन्तर्गत पर्ने यो क्यामरून लेकमा आइरहेको छौं। यहाँ ठुलो माथि चुचुरोमा चाहिँ एउटा लेक छ। सबभन्दा रमणीय, एकदम राम्रो, स्वर्ग जस्तै किसिमको लेक छ। यो चाहिँ हिमालको काखमा बसेको लेक। यहाँ बाहिरपट्टि ठुलो पार्किङको व्यवस्था छ। यहाँबाट हेर्दाखेरि सानो ढोका जस्तो देखिन्छ। यो रुखले अलि ढोका बनाइदिएको छ। यो ढोकाबाट भित्र छिर्ने बित्तिकै अथवा यहाँ भित्र यस्तो किसिमको यो ताल क्या रमणीय, क्या राम्रो, देख्दाखेरि नै मनमोहक चाहिँ छ। बेग्लै किसिमको छ। यहाँ आइसकेपछि अथवा अल्बर्टामा आइसकेपछि क्यामरून लेक कुनै पनि हालतमा हेर्न पर्छ भनेर सबैले भन्नुभएको हुनाले हामी पनि गइयो। यहाँ चाहिँ हेर्दाखेरि साँच्चैको मनमोहक दृश्य देखियो। हेर्दाखेरि आनन्द आउने बस्ने ठाउँहरू पनि बनाइदिएको र चारैतिर पहाडले घेरिएको हिउँ पर्ने ठाउँ र अहिले गर्मी महिनाको भएको हुनाले सबै हिउँ पग्लेको छ, केही मात्रै बाँकी छ। यो चाहिँ दृश्य हेर्दाखेरि बहुत रमणीय र राम्रो देखिन्छ र चारैतिरको पहाडको बिचमा भएको हुनाले हावा पनि चलेन। जाडो हुन्छ कि भन्ने डर थियो, त्यति जाडो भएन हावा नचलेको कारणले गर्दाखेरि। र दृश्य भने साह्रै राम्रो। यो देख्दाखेरि अरूलाई पनि देखाउन मन लाग्यो। आफ्ना साथीभाइहरूलाई यो दृश्य देखायो भने पनि कमसेकम उहाँहरू यो क्यानाडाको अल्बर्टा प्रदेशको क्यामरून लेकमा गए र हेरे सरह हुने भएको हुनाले म यहाँहरूलाई यो देखाउन गइरहेको हो। यहाँ साथीहरू थुप्रै साथीहरू चाहिँ आउनुभएको छ। साथीहरू भन्नाले पर्यटकीय क्षेत्र भएको हुनाले पर्यटकहरू आउनुभएको छ। हामी पनि घुम्दै घुम्दै त्यहाँ पुग्यौँ। सबै त्यहाँ तालभित्र जान चाहिँ त अलिकति अप्ठ्यारो छ, गहिरो छ, धेरै गहिरो छ। यो देखिएको पहाड केही त्यो हिमाल केही नै पनि 5-7 किलोमिटर पर पर्छ होला, यति ठुलो चाहिँ ताल छ यो। यो ताल पहाड देख्दाखेरि नजिकै देखिए पनि यो नजिक होइन, धेरै टाढा छ। ठुलो ताल छ, एकदम माथि चुचुरामा गएर परेको यो ठुलो ताल धेरै राम्रो छ। यस्ता तालहरू नेपालमा पनि थुप्रै छन्। ती थुप्रै तालहरूलाई यसरी संरक्षण गरियो भनेदेखि र वरिपरि रुख बिरुवा पनि छ। यो चाहिँ हिउँदमा पुरै बरफले ढाकिन्छ, तर अहिले बरफ अलि भित्रभित्र छ, तर चाहिँ यहाँ परेको छैन। यो चाहिँ यसले यो देखाएको चित्रले पनि देखाएको छ। त्यसो लामो खालको छ यो देख्दाखेरि धेरै राम्रो भएको हुनाले यहाँहरूलाई मैले देखाएँ। कस्तो लाग्यो कमेन्ट गर्नुहोला, मलाई पनि हौसला प्रदान गर्नुहोला। यहाँहरू सबैले यो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो क्यामरून लेक एकदम रमणीय छ। जो पनि अल्बर्टा आउनुभयो अथवा क्यालगरी साइडतिर आउनुभयो भने यो अवश्य हेर्नुहोला। धन्यवाद।